कस्तो राम्रो फुलेको छ हौ यो त। ओहो चट्ट कस्तो राम्रो है। हाम्रो चाहिँ यसलाई चाहिँ धोग्रे फुल भन्छौँ। धोग्रे फुल अनि यति मजाले फुलेको छ। यस्तो है दामी छ। सो हामी चाहिँ यहाँ काम गर्न लागिरहेको छौँ। यो साग लगेर रोप्नुपर्ने अनि बिरुवा उखेल्दैछौँ यहाँनिर हामी करेसा बारीमा। अनि साथीले उखेल्दैछ, त्यही भएर अब हामी चाहिँ यहाँनिर आजको काम भनेको चाहिँ साग रोप्ने काम हो। बिरुवाहरू धमाधम उखेल्दैछौँ। यस्तो छ आजको मौसम, घाम लागिरहेको छ। सो तपाईँहरूलाई भिडियोमा स्वागत छ। भिडियोको सुरुवात भइसकेको छ। मेरो चाहिँ आजको काम साग रोप्ने काम। भिडियो अन्तिमसम्म हेर्नु होला भन्दै भिडियोको सुरुवात भइसकेको छ। अनि हामी चाहिँ यति बेला करेसा बारीमा काम भन्दा नि यहाँनिर सागहरू बिरुवाहरू उखेल्ने काम भइरहेको छ। कति जति ढाक्छ अहिले। यो प्याज कि छेपी हो मिलन यो? अनि के भयो यो पानी नपुगेको हो? सुकेछ त यो त। यहाँनिर यो मुला सपहरू छ, लसुनहरू छ। मैले यति यहाँ बोकिरहेको छु। अब उता नै बनाइसक्यो होइन। अब चाहिँ हामी चाहिँ रोप्ने ठाउँमा जान लागिरहेको छौँ। यहीँ उति नजिकै हो यो। जाग्न त जाग्छ तर धेरै बाक्लो भएर फस्टाएन। है हामीले चाहिँ साग यहाँ रोप्ने अब भनेको। अब धमाधम काम गर्छौँ हामी एकछिन। अब चट्टै यहाँ यति ठुल्ठुलो बिरुवा छ गाँठे हो। यो ठुलो ठुलो पो जाग्छ जाग्दैन भन्ने कुरो हो कि यो। जाग्छ है, मुस्किलले जाग्दो होला यार। ट्याक्क अब अहिले रोप्यौँ भने हामीले खाने चाहिँ कहिलेदेखि हुन्छ यो? ठुलो भएपछि। र त त्यही भएर नआऊ र भनेको। जो कर देखिन्छ क्या लास्टै फन्नी देखिन्छ। फन्नी देखिन्छ क्या लास्टै। त्यही भएर नजिक नआऊ भन्ने चाहिँ मेरो पनि बनाइ हो। लु ए दाङदुङ बनाइदिइसक्यो। धेर हुन्छ भन्दै थियो। ठिक्क हुने रहेछ त हाम्रो बिरुवा। मैले गनेर लिएको थिएँ नि त। कसो अरे गनेर ल हामीहरूलाई साग किन्नु पर्दैन अब यति भएपछि। भरिपूर्ण हुन्छ। ज्ञानु ए मेरा ज्ञानु। तर यतिको झारले सागलाई केही हुँदैन। ओ तर यो कस्तो यसलाई उन नभएको है। यो सागको यत्रो पातहरूले छेक्छ र पनि सेप नभएको। हुन्छ हुँदैन हुँदैन लेखमा मात्र हुन्छ। म त उफ्रा पाफ्री गरेर काचा किचिक बनाउँछु र पो त। को म? कसले भनेको छ? तपाईँहरूलाई जस्तो आयो त्यस्तै देखाउँदैछु। यो चाहिँ म साग गोड्दैछु यति बेला। त्यस्तो हुँदै जस्तो आयो त्यस्तै प्रस्तुत गरिहालेँ। यति बेला म साग गोड्दैछु। तर यो नछेक यो नबारी नै खाएको हो सबै यो। आम्बो बिताएछ नि त।
यहाँ चाहिँ कुखुरा पर्छ भनेर बार्ने काम गर्दैछु। यहाँ ठोक्ने हो हैन। ओइ शिट, यस्तो भयो। अब फेरि कुखुराहरू यहाँ छ कि यहाँ घरबाट यहाँबाट आउँछ नि त। यहाँ कुखुरा उ यतै कता थियो, यहाँ यति हो चाहिँ त कुखुरा आउँदैन। फेरि यहाँ रोपेको पनि सब उडाइदिन्छ कि यो डिल त उफ्रिँदैन हैन। नफ्रेपछि अब हामीले चाहिँ यहाँनिर यहाँ बारिदिने हो। ठक्कै यता आउँदा चाहिँ त्यो नागेर आउने भनेको पस्दैन होला कुखुरा है त। A few moments later. अहिलेसम्म भिडियो हेरिहाल्नुभयो होला। अहिलेसम्म त ठिकै छ। अबको भिडियो सुरु हुन्छ यसरी र हाम्रो एक्सिडेन्ट कसरी भयो हेर्न सक्नुहुन्छ। तर एक्सिडेन्ट भएको चाहिँ ठ्याक्कै मैले भिडियो बनाउनु पाइनँ। अब हेर्नुहोस्, बाँकी एक्सिडेन्ट भएको भिडियो यसरी भएको छ हाम्रो चाहिँ। यो भिडियो चाहिँ शुक्रबार बिहानको ब्लगहरू हेरिसक्नु भयो होला। अब हामीले चाहिँ बेलुकाखेरिको ब्लग हो यो चाहिँ एक्सिडेन्ट भएको। अनि हामी चाहिँ दिक्तेल बजारबाट हलेसीको लागि निस्केका थियौँ। शुक्रबार बेलुका भएर शनिबार घुम्ने भनेर चाहिँ हामी निक्लेको दिक्तेल बजारबाट। अनि हामी माथि कारागार नपुग्दै चाहिँ हाम्रो एक्सिडेन्ट भएको छ। अनि म अनि सानो बुनु अनि फुबा हुनुहुन्थ्यो, चलाउनेमा फुबा हुनुहुन्थ्यो। र हाम्रो चाहिँ अलिकति चोटपटक कम लाग्यो भने लाग्नु चाहिँ लाग्यो। अनि बुलेट बाइक भएर चाहिँ अलिकति बाइक क्षति भएन। अनि हामीलाई चाहिँ अलिअलि चोटपटक लागेको हुनाले चाहिँ यो ब्लग अलिकति टाइम लागेको हो, आज पोस्ट गर्दैछु। सो यसरी भएको थियो यो एक्सिडेन्ट, हेर्नु होला। तर ठ्याक्कै एक्सिडेन्ट भएको भिडियो चाहिँ मैले बनाएको थिइनँ। अनि अब एक्सिडेन्ट भइसकेपछि चाहिँ मैले यो ब्लगहरू बनाएको हो, हेर्नु होला मजाले है त। रङ साइड लिएर चाहिँ हामीलाई हान्नु भएको छ उहाँहरूले हैन। अनि ट्राफिक सरहरू पनि आउनुभयो। सो के भएको छ भिडियो हेर्नु होला मजाले है त। के बनाइदियो यार यहाँबाट लगेको हामीले त यहाँ छ यो बाइक यहाँबाट आयो, यत्रो कुदेर आयो आउनु पनि। यो नि मास्टर साइडको यत्रो भित्ताबाट कुदेर आएको। त्यो नानीको चाहिँ टाउकोमा भित्र यो भएको छ, त्यो हड्डीमा त्यो सुनिरहेछ। के बाबा उसको पनि खुट्टा हाल्छ। कानुनमा त हराम चलान हामी अर्काको साइड के त भएन नि त होला। टाउको त अलिकति अब गाडी उठाउँदा हेलो गाडी उठाउँदा यो तपाईँहरूको चाबी गर्नु त तान्नु न, उतै तान्नु।
कहाँ चल्नु यहाँ डोङ्गे हाल्दैन कहाँनिर चाहिँ ठ्याक्कै भयो यही कन्डिसन अब ठ्याक्कै यहाँनिर बाहिर यस्तो भएन आइज